हामी चाहिँ अघिको भिडियो चाहिँ ब्याक भएछ कि मेरो मोबाइल फेरि बेला ह्याङ चले ब्याक हुन्छ। फाइनली हामी देउराली डाँडाको मन्दिरमा आइपुग्यौँ। म तपाईँलाई देखाउँदै गइरहेको छु मन्दिरको घन्टी अनि भगवानको मन्दिर। मेरो युट्युब च्यानलमा 1 करोड फलोवर्स पुगिदिनु होला भगवान भन्न चाहन्छ। माथि जाने कि यता पहिले यता जानु आज त भोलि चाहिँ उता जाम्ला पछि जाम्ला। यो त हाम्रो देउराली डाँडा यस्तो भगवान म खिच्छु कि ल ल साधनले खिच्ने र म बोल्छ त फेरि ल। अनि यो चाहिँ हाम्रो देउराली डाँडाको यता नि फलाम छ है फलामको बाटो यो चाहिँ हाम्रो चौतारा है यहाँ लड्नु है गाइस ल यही हाम्रो मन्दिरको धुरी हो उता उतै खास देख्यो होइन। हजुर मोबाइल आइफोन किन्ने भनेको तपाईँहरूले सब्सक्राइबै गर्नुहुन्न र पो त नि हामी चाहिँ फ्री फायर खेल्दैनौँ है म ठुलो हँसी हेल्छु है गाइजहरू। युट्युब च्यानल हो मेरो है फ्री फायरको फुलै फुल्यो फुलै हामीले थाहा अब सबै ठाउँ त देखाउन मिल्दैन गाइज है बेसी राम्रै है क्यामेरा गतिले होइन क्यामेरा एकै लगा गाइस रोक त भिडियो रोकी ल फेरि सुरु गरे गाइस हेर्नुहोस् है ल बेस्याङ्गरीको बाटो बेस्याङ्गरी छ खोला नि हो खोला नाला ल हिँड्नुहोस् गाइस अँगेरी नै है गाई बाख्राले खान्छ नि खुतुर्कै मरिहाल्छ वाकेर गाइस अरू त्यहाँनिर एउटा उस छ माथि टिनहरू हाले होइन मनोजी अगाडि हिँड्नु न बाघ चाल्यो कि के चाल्यो कुरो हो गाइस ल क्यामेरा चाहिँ अलिक गतिलै छैन है भदौरे बेसीमाङ्रे है गाइस हाँडी खोला चाहिँ यतातिर है गाइस यतातिर है ल हुनु न मनोज यार जी यार विशालजीलाई चाहिँ खासै देखाउनु पाएन है गाई चाहिँ म आउँदैछु है गाई सब्सक्राइब लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सेयर लाइक कमेन्ट सेयर कमेन्ट फलो गरिदिनु होला है गाइस। हामी चाहिँ यस्तो देखा मनोजको चाहिँ कट्टु हामी आइसक्यौँ है माथि चाहिँ गाइस गाइस हेर्नुहोस् है गाइसहरू देखाइदिइहाल्छु नि पाकेको आफूबाट चाहिँ हाम्रै हो कि गाइस अहिले चाहिँ हिमाल गइसक्यो भोलि बिहानतिर आउँछ म अब एक दिन हेर्नु गुन्द्रीहरू राखेँ गाइस है गाइस मनोजी चाहिँ अलिअलि बोलाउने नि टाख कि है अर्को जी चाहिँ तपाईँ अब के भन्न चाहनुहुन्छ तपाईँ के भन्न चाहनुहुन्छ मैले त भनिसकेँ उहाँ हेर्नु माथि सिँढी उहाँ बाँदरजी यामबाट नाम आउँछ। हजुर के फ्यान रे या पोर्चुगल हेर्नु है गाई चाहिँ हाम्रो यो वन जङ्गल उहाँको भोलि पर्सि मन्दिर पनि देखाइदिउँला है ल यो बाँसो आजोकै हाम्रै गाइजहरू होइन क्यामेरा चाहिँ गतिलो होइन आफ चाहिँ खासै देखेन है गाइज ऊ एउटा पाकेको आँप है ऊ माथि छ तर देखेन कि ऊ देखिनु भयो होला नि अलिअलि त है गाइज उताटि अलि मकैबारीटी देखिन्छ है चढ्ने हामी ल गयौँ एकैछिन हामी बोल्दैनौँ है त मोटर गाडी हाम्रो छैन गाइज कानै बन्द भयो टिङ गरेर हामी यस्तो बाटो चाहिँ हिँड्दैनौँ है गाइज हामी चाहिँ यस्तै बाटो हिँड्ने भन्न गाई चाहिँ बाँदर आउने ठाउँ हो कि यो चाहिँ हेर्नु बाँदर आउँछ भनेर कपडाको सपडाको गाइज पुत्ला
बिबिसा दिदी जानुभयो कति कक्षा र तपाईँ 5 कक्षा होइन रोल नम्बर 1 कक्षा 2 जना है गाइस धेरै भएको विद्यार्थी होइन गाइस ओ हाम्रो कक्षा 4 जना सबभन्दा धेरै कक्षाको हाम्रो 4 जनामा कति रे रोल नम्बर गाइस मनोजी चाहिँ पढ्नु त हुन्छ तर जहाँ त लेख्नु हुन्न भने जस्तो ल हिँड्नु अब म बनाउँछु भिडियो ल हिँडौँ सबै अगाडि जानु पर्ने भुतले तानेर लैजाउँ त यहाँ चाहिँ हामी फाइनली आपको बुट आइसकेका छौँ हेर्नु आपको बुट ठुलो ठुलो आपको बुट ल हिँडौँ बिबिसा बहिनी आप खोज्न जामी यी कुहिएको आप हेर्नु कुहिएको राम्रो देख्ने ए सधैँ आफी हल्का हल्का कुहिएन त सधैँ हो हेर्नु सधैँ आप हेर्नु हाम्रो कुरा पत्ता नथेन सधैँ अनि यता जान्छौँ यी कुहिएको आप ए कति धेरै आएर त मान्छेहरू भ्याएर गइसकेको ऊ सधैँ आप आपी सधैँ आप यस्ता भन्छन् ए यो बिबिसा बहिनीले चाहिँ राम्रो काम गर्छ सधैँ आप लिएर आइन्छ हेर्नु काँचो काँचो तर पाकेन भने सधैँ आफै यार साधनजीले खानुभएको रिजो है अब आप चाहिँ खोज्न लगाइरहेको छौँ हामी हाम्रो मेहनत जारी रहेको छ आज त झरेको रहेन त केही नै हुन्न होला काटेर खानु मिठो हुन्छ अनि यहाँ चाहिँ यस्तो तल हेर्नु न गाइसहरू तलतिर जानु त गाइस साधन दाइ अनि आपको बुट चाहिँ म देखाउँछु हेर्नु 3टा आप तपाईँलाई देखाउन गइरहेको छु 3टा आप जोडेर बस्यो हेर त्यहाँ हेर्नु न म तपाईँलाई देखाउँछु भन्छु देख्नै देखिन्न है हेर्नु न अब सानै हो क्यामेरा है म एउटा ठुलो क्यामेरा 7.5 लैदिएँ अरे उस्तो के भयो क्यामेरा गाइस यार सरी है हेर्नु न यो साधनजी यो स्याउ अरे फाल्नु त एक्लो पाकेको हो ल फाल्नु त गाइसहरूलाई देखाएर गाइसहरू यार हाम्रो अब गाउँको आँप हेर्नु उहाँ पनि गाउँको आँप छ उहाँ पनि गाउँ भन्ने आँप छ गाउँको आँप तर यो मोबाइल के भयो नि आज साधन र बिबिसाजी काम गरिराख्नु भएको छ म त अब क्यामेराम्यान परेँ है काम गर्नुहुन्न हो बिबिसाजीले नि एउटा खोज्नु भयो तर कुहिएको रहेछ बिबिसाको मुहामा लाग्यो त्यो पपिया क्रिम केही पनि देखेको छैन है गाइस म पनि मुनि नि झर्न पर्ने अब आएर गाइस हेर्नु न सस्ता आप भेटेँ है मैले बिबिसाजी काममा लाग्यो नि तिनटा पाइसकेँ बबल हेर्नु गाइस हाम्रो गाउँको आबी हेर्नु न यार बबल स्याउ जस्तै हो कि रातो यार हेर्नु न मकै बारी हो कि गाइस म भूतको त डर छ क्या त भूत होइन गाइस त्यस्तो होइन पहिलाको कुरा अहिले खुइलियो भने जस्तो यी मैले नि भेटेँ गाइस तर फुटिसकेछ क्या किल्चे त कसले भर्खरै किल्चे त पखाला नि मिठो हुन्छ ल लिएर हिँडौँ है होला साधनजीले चिन्नुहुन्छ क्या आँखा नदेखेर बेला चस्मा किन्न पर्ने हो क्या बिबिसाजी माथि गइदिनु भएको अवस्था माथि गए अब हामी मुनि जाऊँ गाइस मैले त एउटा राम्रो सधैँ भेटेको नि ठ्याक्कै मेरो भाग्य फुटे जस्तो भेट्यो मान्छे कालो भएर होइन मेरो भाग्य फुटेर गाइस मान्छे त कालो भने के भन्छ पाइन्छ हेर्नु नि दाइ फुटबलको सुट यहाँ फालेर हिँड्दै चाहिँ कुन पागल गाइस अब आपको खोजिने हामी यस्तो डर लाग्छ नि मलाई यहाँ गाइसहरू चाहिँ माथि जानु हो गाइसहरूले खोज्नुहुन्छ मेहनत जहाडी ए हिन्दी बोली चाहिँ फेरि मेहनत जहाडा छ अरे जहाडी छ है जहाडी छ है अब खोज्नुपर्छ मेहनत गर्नुपर्छ बिबिसाजी माथि जानु त टक्क म मुनि जान सक्छु है टक्क मुनि पनि हो अब साधनजी छ क्या छैन भेट्नु भयो त ऊ रातो स्याउ खानी मिठो रातो स्याउ भने आप स्याउ चाहिँ मिठो हुन्छ क्या अब बिबिसाजी कता जानु भयो यता रातो स्याउ रातो स्याउ
यी चिडिया कमिला हेर्नु है कस्तो क्यामेरा चाहिँ इत्नु पनि नदेख्ने तेरो क्यामेरा यी चिडिया रातो चिडिया ल हामी बारी जाम बारी तल बारी छैन क्या त छ कि छ ल हाम फालिहाल्नु नि त हाम फालौँ ल तपाईँ चाहिँ हाम फाल्नु होइन कि पहिला तमुङलाई अहिले फेरि हाम फाल्नु न हाम फाल्नु आहा चिला है मेरो ल है हाल्नु न फाल्नु फाल्छु क्या म पिसाब लाग्यो पहिला तपाईँ हाम फाल्नु त्यो पिसा फेरि पाउनुहोस् हेर्नु गाई चाहिँ आँखको बुढा पनि पिसा हेरिदिन्छ क्या गाई ए ल सरी सरी सक्छ र यहाँ तलाई ऊ मैले देखिसकेँ कहाँ मैले एउटा देखेँ होइन कि मेरो फुट्यो आँखा नि त त्यही भएर गाई त अब यसले देख्यो अरे ओ बोबाल यार यसको आँखालाई त मान्नै पर्छ क्या गाई चाहिँ यार यसको आँखालाई त बेस्ट फ्रेन्ड आँखा भन्नु पर्यो ए बल्ल बल्ल म के बोल्ने नि थाहा छैन यार बिबिसाजी बिबिसाउ बिबिसाउ हरेस क्या झाडी भाइ बिबिसा त झाडिया हरायो अरे त म अब बिबिसालाई देखाउन गइरहेको छु साधनजी त्यहाँ मस्त उस भइरहेको छ म एकछिन क्यामेरा अफ गरेँ है ल फाइनल गाज अब यहाँ खोज्दै हो म बिबिसामा गएँ एकलोट क्यामेरा के भयो मलाई थाहा छैन एकछिन म हेरौँ ल तर म राम्रै देखियो है म ह्यान्डसिम भने नि यार तर कोही केटीले कोही हेर्दैन झन् अरे ह्यान्डसिम त ह्यान्डसिम है म टक्क बिबिसाको र साधनको चाहिँ बोयफ्रेन्ड र गर्लफ्रेन्ड हुन् आयो मेरो म त सिङ्गल परेँ है यसो खोजिदिनु न साथीहरूले कि मिल्छ भने को बहिनीहरूले हेर्नु हो यसो 12-13 वर्ष लगाएको खोजिदिनु है यसो भनेको अत्रै फेरि साँच्चै खोजिदिनु पर्ला मलाई होइन त्यसमा देऊ मैले हाँसो मजा